गते नागपञ्चमी दिन मारे रहेछ। मारेको 3 दिनपछि त मलाई 15-16 दिन बेहोस यसरी मारेको छ। यसरी मारे दर्शन दिन आएको कुनै कति 300 भन्दा नि बढी घर सोलोलो यस्तो पार्दिसकेको छ भने मार्ने मान्छे को यही नजिकै धुमराई माताजीसँग भेट भयो? म त भयो 10 वर्ष भइसक्यो। 10 वर्ष म सिउचा टारबाट आएको सपनामा दर्शन पाएर युट्युबबाट खोज्दै आऊ। शपथ चाहिँ अद्भुत चाहिँ के देख्नु भयो? किन अद्भुत भन्दाखेरि उहाँले धन कमाउने लालच होइन, परिवार त्यागेर आउनुभयो, देश र धर्मको लागि रहेछ। हजुरको चाहिँ नेवार भाषाबाट पनि माताहरूले बोल्नु हुँदो रहेछ, अनि संस्कृत भाषाबाट पनि बोल्नुहुन्छ, वेदको पनि भाषा बोल्नुहुन्छ। कसैको बिगार गरेको छ भने सबै केरामा देख्यौँ हामीले। यो मैले भनिराखेँ होइन क्या, यो मेरो पीडा होइन क्या, यो भक्तजनहरूको पीडा हो। तपाईँले भेट्नु भयो माताजीलाई? मैले 21 वर्ष थियो भयो। 21 वर्ष मेरो अङ्ग यो जाब यो डढेर जाने शरीर भगवान्लाई अर्पण गर्दा के हो त, रुचाउनु भएछ ठिक छ भनेर त कमसेकम बुझ्ने एउटा अवसर पाएँ मैले। तपाईँ कुन माता हो? अब जस्तै मैले गोमा माता भनेर भने, कुरा चाहिँ बेत्रावती स्वरूपिनी दीपप्रभा गोमा माता हो लामोमा, अब छोटोमा गोमा माता भनेर नचिन्ने कोही पनि छैन। मेरो विदेशमा धेरै सहयोगी भक्तहरू हुनुहुन्छ। यो नागको मन्दिर जुन ल्याइया छ यो ल्याएर मात्रै राखे, बनाउन चाहिँ सकेको छैन, ल्याएर मात्रै राखिया छ। हामी त्यहाँ जाऊँ न, थोरै त्यहाँ जाऊँ न। दर्शकबिन केही समय अगाडि यहाँ तपाईँको नागको मूर्ति तपाईँको स्थापना गरिएको थियो भने माताजीले स्थापना गर्नुभएको थियो र यहाँ शेषनाग होइन त माताजी? यो वैशाख 17 गते 1 वर्ष हुन्छ। अब वैशाख 17 गते 1 वर्ष हुन्छ यो ल्याएको। यो नागको मूर्ति स्थापना गर्नुको कारण चाहिँ? कारण 12 वर्ष त होइन, 100 वर्ष नि सिद्धिँदैन कहानी, त्यति लामो छ। मार्ने मान्छे को मलाई दुःख कष्ट भगवान्ले पनि त्यस्तै गर्नु, त्यही त परीक्षा लिएर दुःख लागेको। यो एउटै ढुङ्गाको यो खर्च पनि बेसी लाग्यो होला नि माताजी? 8,50,000 को बिल मलाई दिएको छ उत्तम साक्यले, हस्तकला मूर्ति बनाउनेले। अनि बाँकी अरू चाहिँ छाता बनाउन हालेको ल्याउन चाहिँ सकिरहेको छैन मैले। भनेपछि हामीले शेषनाग यो शेषनाग 7 टाउके सिन्धुपाल्चोक जुरेमा नाग मारेको मलाई थाहा थिएन। 71 साल साउनको कुनै कति गते नागपञ्चमी दिन मारे रहेछ। मारेको 3 दिनपछि त मलाई 15-16 दिन बेहोस थाहा छैन। सबै डराउने रुनी भएछ। यो मेरो दाहिने पाखो चिसो बरफ जस्तो रे। अनि त्यति भएपछि चाहिँ धुधुवार के गरेर पुकारा गरेर फुल चढाएर बाँडी गराउनु भएछ भक्तहरूले। अनि गर्दाखेरि मलाई यसरी मारेको छ। यसरी मारे दर्शन दिन आएको कुनै कति 300 भन्दा नि बढी घर सोलोलो यस्तो पार्दिसकेको छ भनेपछि विश्वास भएन मान्छेलाई, भएन। अनि एउटा पत्रकार हुनुहुन्छ मेरो अत्यन्तै भक्त, रोएर दुःख लागेर अहिले क्यामेरा फालेर बसेको छ गङ्गा श्रेष्ठ कारणले। अब बाढीहरू पालन गर्न सकेन, अब सुनाइ पनि भएन। बिन्ती पत्र लेख्दा हाम्रो पनि चक्र सबै मेटियो, ठाउँमा पुगेन। अहिले पनि यस्तो के हुने होला भन्दा भौँदै भयो। पहिल्यै 76 साल मङ्सिर 15 गतेको बिन्ती पत्र अहिले सबैको सिरानीमा छ बाबु। पछिको पनि 54 सालको त कुरै नगरौँ, यति रहेछ खात बिन्ती पत्र ठाउँमा पुगेर हिँड्छ। पछि थाहा भयो हाम्रो केदार घिमिरे बाबुले पनि धेरै लानुभयो। हाम्रो नरेन्द्र केसी दाई हुनुहुन्छ, वरिष्ठ ठुलो वकिल हुनुहुन्छ, दिल्ली बजारमा घर। उहाँ चाहिँ संस्थाको अध्यक्ष पनि हो र विश्वास लागेर उहाँले धेरै वर्ष सेवा गर्नुभयो र अहिले पनि सेवामा हुनुहुन्छ। उहाँसँग जानकारी लियो भने सबैजना रुन्छन् होला। मैले अलिकति जोड्न खोजेको, जस्तै हाम्रो अहिले यहाँ 5 मुखे शेषनाग हुनुहुन्छ नि, 7 मुखे हो, 7 मुखे शेषनाग हुनुहुन्छ नि, उहाँको यो ठ्याक्कै भन्नुपर्दाखेरि यो शेषनाग राखिसकेपछि यहाँका बासिन्दाहरूलाई के फाइदा छ र तपाईँको यो शेषनाग सम्बन्धी थोरै हामीले विषयमा व्याख्या गर्दाखेरि के भन्नुहुन्छ? अब तामा थाली चाहियो साझा काँचो भित्र यस्तो छ कि हामीलाई दर्शन तपाईहरु कहाँबाट आउनुभयो? म सिउचा टारबाट आएको, सपनामा दर्शन पाएर युट्युबबाट खोज्दै आऊ। म सपनामा दर्शन पाएर आउनु भएको मात्रै? तपाईलाई के भएको थियो? मलाई त के भन्ने, अब छोप्ने काम्ने म बाँच्ने स्थिति नै थिएन। दर्शन मात्रैले पनि मलाई धेरै राम्रो भयो, घरमा नि सुख शान्ति मात्रै राम्रो भयो। अनि यहाँ आएर त फेरि भन्नुभयो
माताहरूले बाणी बोल्नुभयो यहाँ सबै माता आउनु हुँदो रहेछ अनि हजुरको चाहिँ नेवार भाषाबाट पनि माताहरूले बोल्नु हुँदो रहेछ अनि संस्कृत भाषाबाट पनि बोल्नुहुन्छ वेदको पनि भाषा बोल्नुहुन्छ कसैको बिगार गरेको छ भने सबै केरामा देख्यौँ हामीले प्रत्यक्ष यस्तो अद्भुत अहिलेसम्म कोही माता देखेको थिएन माता देख्दा म बहुत शक्ति छ उहाँसँग यति कि भनी साथै मन मस्तिष्कदेखि भन्नुभयो म सत्य धरो घर कहाँ हो मेरो घर त धादिङ हो कुन ठाउँ हो धादिङ जीवनपुर हो जीवनपुर अनि कति भयो माताजीसँग भेट भएको 1.5 वर्ष भयो तर यस्तो अद्भुत माता भने चाहिँ घेन्ड लागेर आउँथ्यो अद्भुत चाहिँ के देख्नु भयो किन अद्भुत भन्दाखेरि उहाँले धन कमाउने लालच होइन परिवार त्यागेर आउनुभयो देश र धर्मको लागि रहेछ सबै बुझ्यौँ भविष्य सपनामा मलाई पनि दिनुभयो भगवान्ले फेरि उहाँसँग आएपछि सपना एकदम दिनुभएको छ त्यो सपना भन्नु हुँदैन म नभनौँ देशकै लागि भइसक्यो त्यो सपना 1.5 वर्ष भयो मातासँगै हुनुहुन्छ हजुर 1.5 वर्ष भयो परिवार सबै राम्रो छ मेरो एकदम ठिक मलाई त अब कुनै अब कहाँदेखि आउनुभयो म यही नजिकै धुमराई माताजीसँग भेट भयो म त भयो 10 वर्ष भइसक्यो 10 वर्षसम्म माताजीसँगै हुनुहुन्छ हजुर के भएको थियो तपाईँलाई पहिला मलाई त यही जिउ अब एकदम कमजोर हिँड्न काम गर्न नसक्ने केही पनि सबै शक्ति कमजोर हुँदै गएको शरीरमा तागत केही नभएको झुट बोल्नु भएन होइन किन झुटो घटना आइसकेपछि सबै ठिक भयो झुटो त कसैले बोल्दैनन् होला भने हामीलाई जुन कारबाहीमा चलाउनुहुन्छ हामी जल्न पनि तयार छौँ चल्न पनि तयार छौँ जुन सजायमा पनि तयार छौँ यो झुट छैन यहाँ दिदी तपाईँ कहाँदेखि आउनुभयो म बस्न रुनु भएको त यो धर्मको निन्दा भयो हामी त्यसै दिक्क लाग्यो भित्रबाट आयो दर्शकबिन यही नै हो खुसी भनेको हामी घर परिवार हाम्रो सम्पूर्ण कुराहरू छ तर तपाईँको उहाँले भनिसक्नु भएको छ उहाँ 10 वर्षदेखि हुनुहुन्छ उहाँ 1.5 वर्षदेखि हुनुहुन्छ सबैजना रुनु भएको छ यो मैले भनिराखेँ होइन क्या यो मेरो पीडा होइन क्या यो भक्तजनहरूको पीडा हो त्यसैले भक्तजनहरूलाई उपचार गर्नको लागि माताजीले उपचार पैसा लिनुहुन्न भनिसक्नु भएको छ उहाँहरू आएर उपचार गरिरहनु भएको छ सबैभन्दा ठुलो सनातनी भने नै यही हो क्या त्यसैले धर्मको लागि कसैले वास्ता गरेनन् हामी रोएको छौँ कति हिँड्छौँ नेताहरूलाई फोन गरेर राज परिवारसँग यो कुरा सुनाइदिनु न आएर बस्दै पनि देश जोगिन्थ्यो विदेशीहरूको चक्रमा पऱ्यो भने कति दौडी अस्तिमा कोही सुन्दैनन् अनि हामीलाई दुःख लागेर अनि यो माताले बानी भयो ल यो यज्ञ गर अनि त्यसपछि थाहा पाउँछन् तिनीहरूले भन्नुभयो गर्दैछौँ हामीलाई त यो बानी भएर गरे बाढी भएको यो यज्ञ वास्तवमा बाबुलाई के ढाँट्नु झुटो बोल्न आउँदैन मलाई भदौ 1 गते चाहिँ गरिहाल छिट्टै भनेर भन्नुभएको रहेछ अनि एउटा उपाय चाहिँ उसमा दिएको रहेछ के अरे असारमा कि हामीले मूर्ति ल्याउने बेलामा वैशाखमा एकछिन आसनै राखौँ अनि बल्ल बल्ल अहिले आसनमा छुट्टै भिडियो दर्शकबिन म आसनमा छुट्टै भिडियो लिँदैछु तपाईँले हेर्नु होला आज माताजीसँग म धेरै बेर बसेर कुराकानी गर्दैछु छोरी चाहिँ यहाँ रोएको रहेछ किन भने तपाईँ किन रोक्नु तपाईँलाई के कमी कमजोरी भयो सुरुदेखिको थाहा छ उसलाई त्यही कति वर्ष भयो तपाईँले भेट्नु भयो माताजीलाई मैले 21 वर्ष थियो भयो 21 वर्ष माताजीसँग भेट भएको माताजीको केही कमी कमजोरी छ नै केही कमजोरी छैन प्रभु केही कति माया गर्नुहुन्छ म त एकदमै म त खाली परिवारमा देखेको भरमै हिँड्ने म त घर परिवार सबै सुख शान्ति सबै एकदम राम्रो छ माताजीलाई के भन्नुहुन्छ त्यसो भए म मरिसकेका मान्छे हो मरिसकेका मान्छे हो उहाँ आमाले गर्दाखेरि नै बाँचेको म मरिसकेको मान्छे आमाले गर्दाखेरि बचाएर चाहिँ अहिले 21 वर्ष भयो सँगै हुनुहुन्छ सँगै छु अहिले 21 वर्ष भयो आमासँग हिँडेको आमासँग अब यसरी हिँड्यो भने सँगै हिँड्दिनँ आफूलाई जतिखेर मन लाग्छ त्यतिखेर आउँछु मैले भनेको होइन है दर्शकबिन उहाँ भक्तजनले भनिराख्नु भएको छ मैले कुनै पनि बनौटी गरेको छैन यहाँनिर तपाईँको विधिपूर्वक पूजा भएर पाठ भइरहेको छ माताजी यहाँ हुनुहुन्छ सबै भक्तजनहरू यहाँ हुनुहुन्छ यो मैले भनिरहेको छैन उहाँहरूले भन्नुभएको छ माता पिता जन्मियाखान हरेक किसिमका ठग्ने दुनियाँ जाली फटाइ गर्ने होइन यो जादु मन्त्र गर्ने दुनियाँ पैसा चाहिँ कति लिनुहुन्छ आमाले कहिले टोक्ने नै छैन हाम्रो इच्छाले हाम्रो खुसीले दिने हो भयो हामीले पैसाको कुरो होइन हामीलाई त कस्तो माताले यदि चाहनु हुन्थ्यो नि 10वटा घर बन्थ्यो तर नहुने भक्तलाई बाटो खर्च पनि दिएर पठाउनु भएको छ खाना खुवाउने कस्तो व्यवस्था थियो उहाँलाई बाटो खर्च दिने त्यो फटाफटा मान्छेले मौका फाइदा उठायो क्या आमाको अनि कति पैसा लुटेर लैसक्यो आमाको हामी जस्तै भक्तहरू आउने अनि कति पैसा लुटेर पनि लगे आमाहरूको कति पैसा डुब्यो लुटेर भन्नाले जमानी बसेर दिएको अब मैले एउटा केही बाना पानी गुनासो देखाउने आमाले सर्लक्क दिइदिने
होइन मलाई पनि दिनुभएको हो मलाई पनि कतिचोटि काम चलाइदिनु भएको छ होइन मलाई पनि दुःख समस्या पर्दाखेरि राम्रो हो पैसा लिँदैनन् हुनुहुन्छ क्या एकदम चाहिँ त्यो ऊ चाहिँ छ नि त आमालाई चाहिँ अब मान्छेको अब नखाने होइन आमाले चाहिँ अब जसले जे भने त्यही गरिदिने के सोझो अनि बिचरा उसको मनले दियो ऊ अरूले फिर्ता नगर्ने के त्यस्तो भएर हो के अब आमालाई अहिले यहाँ त्यत्तिकै लिनु भन्दा नि बरु आसनमा राखेर लिनु देउताकै बाँडी हुन्छ होइन बसेको छु अहिले नि 60 लाख मान्छे को लिएर गयो 60 लाख जमानी बसेर कसले लिएर गयो मान्छे थाहा छ एउटा त पटना इन्डिया पटना बिहारको एउटा यहाँ तिनको नै घर बेचेरै भागेका छन् म अहिले नाम फोटो छैन यदि तपाईँले यो भिडियो हेरिरहनु सोझो माताजीलाई माताजीको आँसुले पिर्छ यदि तपाईँले यो भिडियो हेरिरहनु भएको छ भने तुरुन्तै आएर पैसा दिनु होला तपाईँ कमाउनु भएको छ तपाईँ रमाउनु भएको छ तर अरूको आँसुले तपाईँ रमाएर तपाईँलाई कहिले नि सुख शान्ति हुँदैन हेर्नुहोस् राम्रो चाहिँ हुँदैन हुँदैन किन भएको पनि छैन होइन त्यो कतिले यहाँ जालछेक गरेर पत्रकार हामी पहिला नागपोखरीमा हुँदाखेरि छलकपट गरेर पनि पत्रकारहरू पनि आउनुभयो कि होइन छलेर नै आउनुभयो छलेर आउँदाखेरि पनि हामीलाई थाहा भयो कि इन्डियाका छन् अनि भगवानको शक्ति रूप हुँदाखेरि चाहिँ उहाँहरू एकदम नराम्रो तरिकाले आउनुभयो चाहिँ ठ्याक्कै थाहा भयो हामीलाई त्यहाँ होइन तर म त एकदम यस्तो गिरेको यस्तै नाजुक भएको मान्छे म होइन उहाँ भगवानको कृपाले गर्दा धन केही होइन के प्रभु मरेको मान्छेलाई बचाइदिनु बचाउनु भएको के भएको थियो तपाईँलाई सुरुवातमा म त एकदमै म त पुरै रोग पत्ता नलाग्ने होइन अनि कोही मान्छेको आवाज सुन्यो भने घर परिवारकै आवाज सुन्यो पनि डराउने एकदमै यस्तो उ थियो भगवान्ले नै हस्पिटल नजा घर जा भनेर पठाइदिनु भएको हो हामी भित्र आसनमा गएर कुराकानी गर्छौँ जाम भित्र जाम